सम्माननीय सुपरभाइजर महोदय, महिला दिदीबहिनीहरूको महान पर्व तीजमा हुने उधुम प्रविधिलाई कम गर्न काम साइडबाटै भए पनि कम्पनीलाई ध्यान आकर्षण गराउन चाहन्छु। पहिलेका दिदीबहिनीहरू रातो साडीमा चिटिक्क परेर तीजैको लहरा आयो बोरीलाई भन्ने गीतमा छमछमी नाचेर मनाउनुहुन्थ्यो। अहिलेकाहरू छर्लङ्गै दिसोम देखिने खबर लगाएर यस बेबी कमान बेबी भन्ने गीतमा उफ्रिन्छन्। यदि तीजको गीतमा नाचिहाल्यो भने पनि अरेली काँडैले मलाई च्वास्छै रे। होइन, त्यो आँगनको दिनमा च्वासी पार्न काँडो कहाँबाट आयो सुपरभाइजर महोदय? सफा गरेको आँगनमा च्वासी पार्न काँडो होइन, अर्कै बाटो आएको हुनुपर्छ। यसको गहिरो छानबिन हुनुपर्छ। पहिलेका दाजुभाइहरू नाचु हेर्न जान्थे, दिदी बहिनीहरूलाई ताली बजाएर मादल बजाएर साथ सपोर्ट गर्थे। अहिलेकाहरू हातमा त्यो राँगाको गेरा जस्तो त्यो ट्याप्रो मर्याप गीत बजाउँदै अर्काको छोरी चेली बुढीसँग ढेल जुदाउँदै नाच्ने, अर्काको मकैबारी कोदोबारीमा लिर्को लगाएर पछाडि धुलो घुडोमा दुलो पारेर फर्किने भ्यान्सुतहरूलाई जुम्लामा लगेर कट्टुमा पिटिक्क गुचुने गरी स्याउ पकाउनु पर्छ भन्ने हाम्रो माग हो।